नमस्ते साथीहरू, आज चाहिँ मैले मिठो चटपटे बनाएको छु। मैले बनाएको चटपटेको रेसिपी म हजुरहरूलाई सेयर गर्न जाँदैछु। सर्वप्रथम हजुरहरूले एउटा सफा भाँडो लिनुहोला। त्यसमा उसिनेको केराउ, उसिनेको चना, कटिङ गरेको मुला, हजुरहरूले काँक्रो पनि राख्न सक्नुहुन्छ, उसिनेको आलु, हरियो खुर्सानी, बिरेनुनको धुलो, नुन स्वाद अनुसार, जिराको धुलो, भुटेको जिराको धुलो, सुकेको खुर्सानीको धुलो र चाउचाउ, चाउचाउ राखिसकेपछि मैले यसमा भएको मसला एड गरेको छु र यसमा दालमोठ पनि एड गरेको छु। टमाटर, र यसलाई एकचोटि राम्रोसँग मिक्स गर्छु। त्यसपछि मैले यसमा कागती एड गर्छु, कागतीको रस, र मैले यसमा तोरीको काँचो तेल एड गरेको छु। तोरीको काँचो तेलले चटपटेलाई धेरै नै मिठो स्वाद दिन्छ, त्यसैले मैले तोरीको तेल राखेको छु र राम्रोसँग चलाउनु होला। जति धेरै मिक्स गरे, जति धेरै चलाए त्यति धेरै चटपटको स्वाद आउँछ। हजुरहरूले पनि ट्राई गर्नु होला एकचोटि। र कटिङ गरेको धनिया राखेको छु। मैले हुलासको भुजा लिगेको छु। र यसलाई राम्रोसँग चलाउँछु। जति धेरै मिक्स गर्यो चटपटको स्वाद त्यति नै धेरै आउनेछ। र फाइनल्ली हाम्रो चटपट रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।